नेपाल सरकारद्वारा पर्यटन र विकासका लागि पहिचानमा छुटाएको क्षेत्र। तलको पहिरोलाई माथि फर्काएको इतिहास। लट्टीनाथले विजय हासिल गरेको क्षेत्र। अनुपम प्राकृतिक सुन्दरताको भण्डार जयपुर मन्दिरको भिडियो प्रस्तुत गर्दैछौँ, अन्तिमसम्म हेरिदिनुहोला। दार्चुला जिल्लाको लेखम गाउँपालिकामा रहेको लट्टीनाथ मन्दिर ऐतिहासिक, धार्मिक, पर्यटकीय, सामाजिक एवं सांस्कृतिक रूपले नेपालकै महत्त्वपूर्ण स्थल हो। आफ्नो मनले चिताएका र इच्छाएका काम पूरा गर्नका साथै पौराणिक ग्रन्थका कारणले यो जिल्लामा मात्र नभई भारत, बैतडी, कैलाली, कञ्चपुर, काठमाडौँसम्म प्रख्यात छ। भौगोलिक अवस्थितिका रूपमा यो मन्दिर हिमाली क्षेत्रमा पर्छ, जसका कारण यस मन्दिरलाई टेम्पल अफ हिमालयाज पनि भन्न सकिन्छ। यस मन्दिरमा लट्टीनाथको बास रहेको जनविश्वास रहेको छ। जनविश्वासका आधारमा लट्टीनाथको मुख्य बास स्थान तलैमाडोमा रहेको भनिन्छ। पछि गएर युद्ध लड्न परेपछि बन्तोली हुँदै जयपुरमा आएको मान्यता रहेको छ। जयपुरको पहिलेको नाम विजयपुर हो, तर पछि गएर अपभ्रंश भएपछि जयपुर हुन गएको मान्यता रहेको छ। यस मन्दिरको विविध कार्यका लागि फरक फरक समूह पहिलेदेखि नै छुट्याएको थियो। यस मन्दिरमा पूजापाठ गर्नका लागि एक, दाउरा बनाउनका लागि वा सङ्कलन गर्न एक, दमाहा बजाउनका लागि पहिलेबाट नै वर्ग विभाजन गरिएको थियो। हालको यस समयसम्म आइपुग्दा धेरै नै सकारात्मक परिवर्तन वा विकास भएको छ र विकास अझै हुँदैछ। हालको छोटो समयमा नै यस मन्दिरको रेलिङ निर्माण, घन्टी व्यवस्थापन, फिल्ड निर्माण, मन्दिर छाउनी, शिवालय, भजनघर, गौशाला, शौचालय आदि जस्ता काम भएका छन्। हालको लागि यो एक सकारात्मक परिवर्तनका रूपमा मान्न सकिन्छ, यसले मन्दिरलाई सुन्दर र मनमोहित बनाएको छ। हरेक वर्ष एक पटक खेडी मेला र एक पटक रात्रिकालीन जात्रा यस क्षेत्रमा हुने गर्छ, जसको आनन्द लिनका लागि नेपाल सहित भारतका भक्तजन यस क्षेत्रमा आउने गर्छन्। देउडा खेल यस क्षेत्रको मुख्य नाच भएका कारणले सबै यसमा रमाउने गर्छन्। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।